यो तस्बिर हेर्नुहोस्, यो कुनै एआई जेनेरेटेड होइन। हालसालै भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहबीच भएको भेटको यो तस्बिर अहिले सामाजिक सञ्जालमा रकेटको गतिमा फैलिरहेको छ र तरङ्ग सिर्जना भएको छ 8 रेक्टरको भुइँचालो सरी। गोप्य सूत्रहरूले भनेको छ यी दुई व्यक्तिहरूको भेट कुनै औपचारिकताका लागि होइन, पुरै योजनाबद्ध रूपमा दिल्लीमा भएको छ, त्यो पनि भुटानी राजा जिग्मे शेखर नामगेल वाङचुङलाई साँची राखेर। तस्बिर चाहिँ ज्ञानेन्द्र शाह र नरेन्द्र मोदी बीचको मात्रै सार्वजनिक भएको छ। सूत्रहरूको दाबी छ नेपालमा राजसंस्था फर्काउने यो निर्णायक प्रयास हो र उनीहरू लगभग सफल हुने लाइनमा छन्। फागुन 21 मा निर्वाचन हुन नदिने र त्यसपछिको सङ्कटकालीन अवस्थामा राजा फर्काउने खेल सुरु भएको स्रोतको दाबी छ। किनकि नेपालमा अहिले राजा फर्काउन राजावादी मात्रै नभई गणतन्त्रवादी र कम्युनिस्ट भनिने नेताहरूले समेत एकाएक सक्रियता बढाएका छन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जनचाहना सम्बोधन गर्न नसकेको र जेनजीकै मुद्दा अनुसार काम गर्न नसकेको आरोप लागेकै बेला राजा फर्काउने शक्ति हात धोएर लागेको छ। पूर्व राजा स्वयं यति बेला भारतको भ्रमणमा छन्। ज्ञानेन्द्र शाह उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पहलमा भारत भ्रमणमा निस्किएका छन्। भारतीय हिन्दू धार्मिक नेता समेत नेपालमा हिन्दू राष्ट्र सहितको राज संस्था पुनर्स्थापनाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दबाब दिइरहेका छन्। अहिले भारतमा रहेका पूर्व राजा शाहले पनि मोदीसँग भेट गर्नु सामान्य घटनाकै रूपमा हेर्न नहुने जानकार बताउँछन्। नेपालको राजनीति तरल अवस्थामा रहेका बेला मोदी र पूर्व राजाको भेट हुनु आफैमा अर्थपूर्ण रहेको बुझ्न कठिन छैन। यस्तोमा पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक दलका संरक्षक रहेका डाक्टर बाबुराम भट्टराई आइतबार नै भारतको भ्रमणमा निस्किएका छन्। उनले भारतमा कसलाई भेट्छन् नखुलाइए पनि उच्च राजनीतिक तहमा वार्ता हुने अपेक्षा गरिएको छ। भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गरेका भट्टराई प्रति भारत नरम देखिन्छ। भट्टराईलाई कुन उद्देश्यले भारत बोलावट भयो अहिलेसम्म तथ्य सार्वजनिक भएको छैन। नेपालमा राजा फर्काउन भइरहेका चलखेल र पूर्व राजा स्वयं भारत रहेको बेला भट्टराईको भ्रमण आफैमा रहस्यमय बनेको छ। विभिन्न आशंकाहरूका बीच पूर्व राष्ट्रपति विद्या भण्डारीले त पूर्व राजा शाहमा देशको माया भएकाले कुनै पनि बेला फर्किन सक्ने अभिव्यक्ति दिएकी छन्। पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पूर्व राष्ट्रपतिले दिएको भनाइलाई व्यक्तिगत भनाइका रूपमा लिइनु हुँदैन। नेकपा एमालेमा केपी ओली र नेपाली काङ्ग्रेसमा देउवा समूह रक्षात्मक अवस्थामा रहेका बेला विद्या भण्डारी समूह राजसंस्थाको पक्षमा खुलेको देखिन्छ। यस्तै नेपाली काङ्ग्रेसमा शेखर शङ्कर समूह त उहिलेदेखि नै राजसंस्थाको पक्षमा उभिँदै आएको छ। यसैले अब गणतन्त्र पक्ष र राजसंस्था पक्षधरहरूका बीचमा दलहरू भित्रै ध्रुवीकरण सुरु हुने र त्यसले पूर्व राजा फर्काउन माहौल तयार पार्ने अड्कलबाजी पनि भइरहेको छ। राप्रपात कहिले राजनीतिक दलहरूका बीचमा ध्रुवीकरण सुरु हुन्छ र राजा फर्काउला भनेर सायद तुरेर बसिरहेकै छ। यस्तोमा जेनजीहरूले सरकार विरुद्ध आन्दोलन घोषणा गर्नु, बाघ कराउनु, बाख्रा हराउनु कि जस्तो संयोगमा मात्रै लिइनु हुँदैन। किनभने सरकार विरुद्ध आन्दोलन घोषणा गरेका मिराज ढुङ्गाना लगायतका जेनजीहरू राजसंस्था प्रति झुकाव राख्ने पात्रहरू हुन्। जेनजी अगुवा रविकिरण हमाल त विगतमा खुलेरै राजसंस्था फर्काउन आन्दोलनमा होमिएका पात्र भएको यसअघि नै खुलिसकेको छ। ठुला दलहरूले निर्वाचन हुनै सक्दैन भन्ने भनाइले पनि राजनीति थप दलमा जाने हो कि भन्ने चिन्ताका बीच विकसित पछिल्ला घटनाक्रममा थप संशय पैदा भएको छ।